So, what's up, everyone? Welcome back to my new video, new vlog. टक्क जन्ती जान लाग्छौँ. सो अगाडि तपाईँले हल्का टिप्स भइसकेको छ. सो टक्क लगाएर अनि यो गाडी मैले ठ्याक्क याद गरेँ होइन. च्याट्ट यहाँ ह्यान्डसम भइयो नि त केटा हो है त. सो अब चाहिँ भिडियो सुरु गरौँ, ब्लगहरू सुरु गरौँ है त. सो टक्क यस्तो मजाको घाम पनि ल्याएर आयो फेरि तपाईँले देख्नुहोस् ल. सो काम चलिरहेको छ यहाँ. सिरानचोकबाट हामी यता आइसकेको छौँ. बट आई डिन्ट डिड अ ब्लग्स अन द वे. यस्तो ह्याक्टिक भइरहेको थियो अनि जङ्गलहरू यस्तो जङ्गल टावर सायर कता आयो मलाई पनि थाहा छैन. त्यहाँ माथि चाहिँ त्यो तपाईँहरूले यो भाडा बोका चलाउँदै हुनुहुन्छ अनि सो ह्याक्टिकवाला भइरहेको छ. सो अब चाहिँ धेरै ब्लग नगरौँ यार. इन्ट्रो दुईवटा बल्ल गरिरहेको छु यार. म बाटो क्याब खोजेर हाल्छु ल है. बोल्दा यहाँ जम्मै फटाउने गरिदिने खान्छ नि. सकिहाल्यो गीतै. तपाईँले सक्नुहुन्छ यता चाहिँ हरिभन्ज्याङ के भन्छ गोर्खा ट्याकको दामी रहेछ. अनि अहिले बेलुकाको 5:30 बजिरहेको छ अनि यस्तो दामी भ्यू रहेछ यार. सुजिताले मेसेज गर्नु पऱ्यो तिमीलाई कता हाल्नु यो भिडियोमा है प्लिज. ठाउँ दामी रहेछ यो. अर्कोचोटि आउनुपर्छ केटा. पाछुमा हेर्न नबिर्सिनु होला भन्नु
गीतहरू पढिरहेको छु सो तपाईँले पनि नाइट भ्यू ल्याउनु चाहन्छु म टक्क लाएर यस्तो छ नाइट भ्यू टक्क है सो टक्क देख्नुहुन्छ तपाईँले यस्तो ठाउँ छ सो म ट्याक्कै यो परको कुन यो ठ्याक्कै होइन कस्तो बाबा नाचियो सो गोर्खाली केटीहरू गोर्खाली छोरीहरूको भ्लगहरू चाहिँ त्यसको नाम दिँदा एकदम आमाले भन्छ म जहिले पनि सर यस्तै माथि आजको बेजो उयो है फेरि यो नि हो टक्कदार ब्लग त छोड्नु भएन तिम्रो बाल्दै